ओके त्यतिखेर हामीसँग निर्देशक चन्द्र पन्त र नायक आकाश श्रेष्ठ हुनुहुन्छ र दुईजना बीच भर्खरै मात्रै आबाट आमा दुईको लागि कन्ट्र्याक्ट भएको छ। सर्वप्रथम त यहाँ दुवैजनालाई बधाई शुभकामना। चन्द्र सरबाट जाउँ होला। आकाश श्रेष्ठजी आबाट आमा दुईमा कसरी जोडिन पुग्नु भयो? आज हामीलाई यो सरप्राइज दिनुभयो सम्पूर्ण मिडियाहरूलाई। अहिले आबाट आमा दुईको लागि हामीलाई एउटा राम्रो एक्टर चाहिएको छ, राम्रो एउटा हिरो चाहिएको थियो होइन। त्यसको लागि नै हामीले आकाशलाई एप्रोच गरेको। अनि स्क्रिप्ट सुनेपछि आकाशले पनि डाइमो फिल्म गर्छु भन्यो। अनि हामी सँगै छौँ आज र अब हामी आबाट आमा दुई भव्य सभ्य बनाउने तयारीमा छौँ। पलजी, आकाशजी, हाम्रो विपा दिदी साइन भइसक्नु भएको छ र धेरै आर्टिस्टहरू अब यो हप्ता 10 दिनमा अलमोस्ट साइनिङ हुने प्रोसेस छ। त्यही भएर आकाशलाई साइन गर्न पाउँदाखेरि हाम्रो टिम, इन्टायर टिम, म हामी धेरै एक्साइटेड छौँ। यो आकाशजीको लागि पनि एउटा ड्रिम प्रोजेक्ट जस्तै पनि होला सायद होइन, किनकि ब्लकबस्टर भइसकेको चलचित्रको सिक्वेल 2 तपाईँले गर्न पाउनु भएको छ। वाट वाज योर रियाक्सन फर्स्टमा यो चलचित्रको लागि अप्रोच आउँदाखेरि? कुनै पनि कलाकारलाई अब एउटा राम्रो प्रोजेक्टको बारेमा विषयमा कुरा आयो भने त खुसी हुन्छ नै र त्यही सँगसँगै च्यालेन्जिङ पनि हुन्छ। अब अलरेडी ब्लकबस्टर भएको मुभीमा अब फेरि पनि काम गर्ने एउटा जुन ब्रान्ड क्रिएट गरिसकेको छ देशभरि, अब इन्टरनेसनलमा पनि मार्केटमा पनि एकदम ब्रान्ड क्रिएट गरेको भएर अब त्यस्तो मुभीमा आफू काम गर्ने मौका एउटा आबद्ध भएको बेलामा चाहिँ खुसी सँगसँगै पनि एउटा नर्भस हुन्छ रहेछ, किनकि च्यालेन्जिङ हुन्छ। अब जसरी 1 मा कलाकारहरूले जसरी अभिनय गर्नुभयो त्यस्तै 2 मा पनि त्योभन्दा बढी अझ अभिनय गर्न सकिन्छ कि सकिन्न भन्ने कुरामा र प्लस अडियन्स माझ पनि जुन एकदमै इमोसनल बोकेको मुभी छ त्यो कुराहरू दर्शक माझ हामीले जुन एउटा जस्टिफाई गर्न सक्छु सक्दैनौँ भन्ने कुरामा पनि एउटा च्यालेन्ज हुन्छ र खुसी छु। आबाट आमामा 2 मा म काम गर्ने मौका पाएको छु र धेरै थ्याङ्क यू भन्न चाहन्छु चन्द्र दाईलाई र हाम्रो दाईलाई पनि र त्यही हो। धन्यवाद। तपाईँको लागि यो चलचित्र चाहिँ अब कमब्याक फिल्म हुन सक्ने पनि हामीले त्यसरी पनि हेरेका छौँ होइन, किनकि तपाईँको अब चलचित्र यात्रामा लामो समय भइसक्यो। तपाईँले एउटा राम्रो स्क्रिप्ट, राम्रो टिमको पनि तपाईँ खोजीमा हुनुहुन्थ्यो। यो चलचित्र तपाईँको हातमा आइरहँदाखेरि डु यु फिल कि अब यसले चाहिँ तपाईँको करियरमा चाहिँ एउटा राम्रो पोजिटिभ रेस्पोन्स, पोजिटिभ अडियन्सको लागि चाहिँ तपाईँको छवि पोजिटिभ हुने खालको काम गर्छ भन्नेमा? विगतमा काम गरेको जति पनि चलचित्र भयो त्यसपछि पनि अब हलमा नयाँ नयाँ फिल्महरू लाग्न थाले। दर्शकहरूले चलचित्रको विषयवस्तुमा फरक धारणा राख्न थाल्नुभयो। जसरी अब मेन हेर्ने भनेको चलचित्रमा एउटा कथावस्तु पनि हो जसले गर्दा अडियन्समा एउटा राम्रो छाप पार्न सक्छ र त्यसै गरी अब आबाट आमामा म पनि एउटा काम गर्ने मौका पाएँ। पक्कै पनि अब जति पनि अब अहिलेसम्म जति ग्याप लिएँ मैले फिल्म सम्बन्धी काम पनि अहिले भएन र धेरै स्क्रिप्ट पनि सुनेँ मैले र टिमसँग पनि काम गर्ने मौका हुन्थ्यो र कति कुराहरू नमिलेर स्क्रिप्टमा पनि चित्त नबुझेर मैले काम गर्न अलि अप्ठ्यारो पनि भयो र फाइनली चन्द्र दाईले मलाई जुन एउटा कुरा राख्नु भएको छ आबाट आमा 2 मा यो स्क्रिप्ट ठ्याक्कै मैले खोजेको जस्तो र एउटा राम्रो अभिनय गर्न सक्ने एउटा भूमिका दिनुभएको छ र यसलाई मैले धेरै नै मेहनत गरेर अडियन्समा उपस्थित गर्छु जस्तो लाग्छ मलाई चाहिँ। र यो चलचित्रमा आकाशलाई जोड्न पाउँदाको अनुभव त तपाईँको अब चलचित्र यो आबाट आमा 1 जुन सबैले मन पराइसक्नु भएको छ र 2 लाई लिएर चाहिँ एक्सपेक्टेसन्स अझै धेरै आएछ अडियन्सको पनि होइन। 1 भन्दा चाहिँ सम्भवतः अझै दोब्बरै राम्रो हुनुपर्छ भन्ने छ। त्यो क्यारेक्टर अब तपाईँले पलजीले त एक हिसाबले साबित गरिसक्नु भयो उहाँले क्यारेक्टर निभाउन सक्नुहुन्छ भन्ने होइन। तपाईँले यो जिम्मा आकाशजीलाई दिइरहँदाखेरि उहाँको तर्फबाट चाहिँ न्याय होला नहोला के छ? होइन 100% हुन्छ त्यो त। न्याय गर्नु सक्नुहुन्छ भनेर हामी साइन गरेको हो होइन। र पल के अरे जसरी हामीले पलको एक्टिङ देख्यौँ, पललाई हामीले पलको अभिनय हेऱ्यौँ कस्तो गर्छ थाहा भयो। त्यसरी नै आकाशले आजसम्म गरेको प्रोजेक्ट हामीले हेरिरहेछौँ, उसको कामको एप्रिसिएसन भएको छ। यति हो कि राम्रो प्रोजेक्ट बिचमा नआएको भएर उसले एउटा ग्याप लिएको मात्रै थियो, जुन ग्याप अब आबाट आमा 2 ले पुरा गर्नेछ र उसले मैले सोचेको भन्दा पनि राम्रो काम गर्नेछ भन्ने मैले आशा बोकेको छु। अहिले यो ग्याप चाहिँ खासमा के कुराले आइरहेको छ आकाशले? तपाईँलाई चाहिँ अब अडियन्सले एकदमै धेरै रुचाउनु भएको होइन, नोटिसेबल नहुनु भएको कलाकार पनि होइन, अडियन्सहरू सबैजनाले चिन्नुहुन्छ आकाश श्रेष्ठलाई। राम्रो पनि भन्नुहुन्छ, म्युजिक भिडियोहरूमा त रुचाइरहनु भएको छ, तर फिल्मी यात्रातिर चाहिँ अलिकति
तपाईँको ग्याप धेरै थियो तपाईँले भन्नु नै भयो त्यो स्क्रिप्टहरू भने जस्तो पाएन भनेर, तर पनि अडियन्ससँग चाहिँ टाढा आउनुभयो क्या तपाईँ, के कुराले चाहिँ यो बिचमा यत्रो वर्ष ग्याप गरिदियो? कलाकारको जीवनमा कहिले पनि ढिलो चाँडो भन्ने हुन्न र समय राइट टाइम आउनुपर्ने हुन्छ र धेरै कलाकारहरू हुनुहुन्छ जसले आफ्नो धेरै समय ग्याप राखेर एउटा राम्रो स्क्रिप्ट राम्रो टिमसँग काम गर्ने एउटा समय कुर्नुहुन्छ उहाँहरूले। त्यस्तै म पनि अब धेरै कामहरू आयो बिच बाटोमा र धेरै समय पनि लाग्यो, टिमहरू धेरै आउनुभयो काम गर्नलाई। भने जस्तो स्क्रिप्ट पनि नभएर हो कि अब सकेसम्म अडियन्सलाई राम्रो स्क्रिप्ट एउटा दिउँ भनेर पनि एउटा राम्रो कामहरू दर्शकमाझ उपस्थित गराउँ भनेर पनि मैले ग्याप राखेको र फाइनली यो समय सकिसकेको छ र आबाट आमा 2मा पक्कै पनि दर्शकहरूले हेर्न पाउनुहुनेछ यो कुराहरू। र यहाँको र पल्जीको मित्रतालाई चाहिँ अडियन्सहरू एकदमै धेरै रुचाउनुहुन्छ। तपाईँहरूको कतै सँगै भएको रिल्सहरू आयो भने चाहिँ कस्तो क्युट कमेन्टहरू हुन्छ कि त्यो पढ्दा पनि मजा लाग्ने। र पल शाहसँग तपाईँले फर्स्ट टाइम स्क्रिन सेयर गर्दै हुनुहुन्छ, तपाईँ ठुलो पर्दामा होइन, म्युजिक भिडियो मात्रै होइन, कस्तो एक्सपिरियन्स कस्तो हुन सक्ला? अब तपाईँको हुन्छ नि कतिको एक्साइटेड हुनुहुन्छ त्यसको लागि? मलाई जहाँसम्म लाग्छ पल्जीसँग मेरो ट्युनिङ चाहिँ राम्रो मिल्छ जस्तो लाग्छ टिम भएर काम गऱ्यो भने, किनकि धेरै वर्ष अगाडिदेखि दर्शकहरूले पनि हामी दुईजना सँगै काम गर्ने एउटा हेर्न पाए हुन्थ्यो भन्ने कुरा कमेन्टहरू हामीले देखिरहेको हुन्छौँ र समय आइसकेको छ र उहाँहरूले अब चाँडै नै अब आउने दसैँमा रिलिज हुन लागेको छ आबाट आमा 2मा हेर्न पाउनुहुन्छ उहाँहरूले। म एकदमै एक्साइटेड छु, खुसी छु। यो आबाट आमा नामैले पनि होइन आमा छोरा रिलेटेड चलचित्र हो होइन, पल्जीलाई चाहिँ रियल लाइफमा पनि एकदमै राम्रो छोरा भन्नुहुन्छ क्या कति धेरै अडियन्सहरूले, होइन यस्तो पो छोरा हुनु, आमालाई एकदमै माया गर्ने छोरा भनेर भन्नुहुन्छ। अब यो लहरमा अब आमाकै प्रश्नहरू धेरै आउने गर्छ नि, त तपाईँ आफ्नो आमासँग कतिको नजिक हुनुहुन्छ, कस्तो खालको छोरा हुनुहुन्छ तपाईँ? मलाई लाग्छ आफ्नो आमाको सबभन्दा प्यारो नै छोरा हुन्छ जस्तो लाग्छ। छोरा मान्छेले पनि धेरै जस्तो माया गर्ने भनेको साथी भनेको आफ्नो आमा नै हो र आमा छोराको बन्डिङ भनेको भगवानको स्वरूप हो एउटा। र हाम्रो लागि एउटा छोराको लागि भगवान भनेकै जिउँदो भगवान भनेकै आमा बुवा हो र आमा भनेको हरेक कुराहरू सिकाउने बच्चेदेखि अहिलेसम्म जति पनि बाटो सिकाउनु भएको छ उहाँहरूले गर्दा नै हामी एउटा राम्रो बाटो हिँड्ने हो र जे काम गर्दा पनि जस्तो काम गर्दा पनि उहाँहरूको आशीर्वाद लिएर या उहाँहरूको सल्लाह सुझाव लिएर हामी काम गर्छौँ। त्यस्तो गऱ्यो भने राम्रो पनि हुन्छ, राम्रो भइरहेको पनि छ। चन्द्र दादाले आकाशजीलाई हुन्छ नि बाहिरबाट निहाल्दाखेरि उहाँको आफ्नो करियरको छँदैछ, बाहिरबाट जसरी अडियन्सले हामी उहाँलाई हेरेका हुन्छौँ त्यसरी तपाईँले हेर्दाखेरि चाहिँ आकाशजी कस्तो व्यक्तित्व पाउनुहुन्छ होइन, चलचित्रमा लिनुको मुख्य रिजन चाहिँ के थियो? यस्तो हो, आकाशलाई पर्सनली मैले चिन्दाखेरि हेर्दाखेरि चाहिँ एउटा डिसिप्लिन एक्टर, एउटा डिसेन्ट एक्टर, एउटा डेडिकेटेड एक्टर हो होइन। अब चलचित्रमा लिनुको कारण चाहिँ फेरि चलचित्रमा जस्तो उसको पर्सनल स्वभाव छ त्योभन्दा डिफ्रेन्ट क्यारेक्टरमा हामीले लिएको छौँ उसलाई होइन। उसलाई नयाँ रूप दिन कोसिस गर्नेछु योपालि। अडियन्सले जुन आकाशलाई चिन्नु भएको छ त्योभन्दा भिन्न हिसाबमा हामीले आबाट आमा 2मा उहाँले लिने प्लान गरेका छौँ। त्यही भएर आकाशले डेडिकेटेड भएर यो फिल्ममा काम गर्छन् भन्ने कुरामा ढुक्क छु र त्यति भयो भने यो फिल्मले र आकाशले एउटा नयाँ कुनै कुरा पाउनेछ। कफी आयो ल ठिक छ। ओके, र यो आबाट आमा 2 चलचित्रलाई लिएर चाहिँ सम्पूर्ण अडियन्सहरू पनि एकदमै धेरै एक्साइटेड हुनुहुन्छ। अब आबाट आमा 1ले हामी सबैको हृदय जितिसकेको छ होइन, अब 2 चाहिँ कस्तो खालको फिल्म बन्ला होइन? अफकोर्स 1 भन्दा बेटरै हुनुपर्छ, अझै फार बेटर हुनुपर्छ, तर पनि के खालको चाहिँ मेसेज दिनु खोज्नु भएको छ यो फिल्ममा चाहिँ? स्क्रिप्ट कस्तो खालको छ? यस्तो हाम्रो आबाट आमाको यो सिक्वेन्स चाहिँ होइन, सिक्वेल होइन यो, अब यो चाहिँ हाम्रो सिरिज हो होइन। नयाँ कथामा हामीले नयाँ इमोसन लिएर आएको छौँ। 1 जति मान्छेले मन पराउनु भएको छ त्योभन्दा फार बेटर स्क्रिप्ट छ यो स्क्रिप्ट पनि हामीले धेरै वर्ष पहिले लेखेको स्क्रिप्ट हो। यसमा 1 भन्दा बढी आर्टिस्ट छन्, 1 भन्दा बढी इमोसन छ। यसको मेन रुट भनेको त आमाको स्टोरी हो, आमा नै हो होइन। तर जति मान्छेले 1लाई मन पराउनु भएको छ त्योभन्दा बेटर 2लाई मन पराउनुहुन्छ भन्ने हामीले आशा गरेका छौँ र फिल्म स्टोरी पनि 1को कम्पेयरमा 2 धेरै नै बेटर छ। आकाशजीले अब यसमा विपुना थापाको छोरा विपुना थापा म्याम आबद्ध भइसक्नु भएको छ होइन, उहाँको छोरा भएर खेल्न पाउनु भएको छ। सम्भवतः तपाईँको पनि उहाँ चाइल्डहुड क्रस नै हुनुहुन्थ्यो होला, स्क्रिन सेयर गर्ने मौका पाउनु भएको छ, कस्तो लागिरहेछ अब?
कस्तो लाग्छ भन्दाखेरि अब कस्तो भन्नु म अब हाम्रो बाल्यकाल नै उहाँहरूको चलचित्र हेरेर नै सिकेको बितेको कुरा गरौँ न। अनि अस्ति पनि मेरो भेटघाट त भएको थियो, एकचोटि कीर्तिपुरमा मेरो उहाँसँग भेटघाट भएको थियो र एकदमै खुसी लागेको थियो उहाँसँग भेट्नु पाउँदा। र उहाँ पनि एकदमै हुन्छ नि कलाकारहरू सबैलाई सम्मान गर्ने, रेस्पेक्ट गर्ने, हामीलाई चाहिँ छोरा जस्तो बिहेभ गर्नुहुन्छ उहाँले। अब प्रतीक्षाको घडी समाप्त भएको छ, उहाँसँग मौका पाए काम गर्ने, अब हेरौँ कस्तो हुन्छ काम। एकदम राम्रो। मेरो ड्याड त उहाँभन्दा धेरै जेठो हुनु, त्यस्तो क्रस त हुनुहुन्न। म चाहिँ भन्नाले मेरो लागि हाम्रो मम्मीको लागि चाहिँ उहाँ एकदम फेभरेट आर्टिस्ट हुन्थ्यो त्यो बेलामा, अहिले पनि हुनुहुन्छ उहाँ। घरमा तपाईँले अब यो टिमसँग काम गर्दैछु भनेर पक्कै पनि भन्नुभयो होला यस्तो अप्रोच आयो भनेर? मैले कुरा गरेँ उहाँहरूसँग, खुसी हुनुभएको छ। जस मेरो मम्मी बुवाहरूले पनि त्यस्तै खालको प्रोजेक्टहरूमा सकेसम्म हेर्नु पायो भने त्यो एउटा हुन्छ नि साँच्चैको कुराहरू, जुन वास्तविक कुराहरू जीवनमा हुन्छ त्यो कुराहरू चाहिँ मन छुन्छ अभिनय हेर्दाखेरि। त्यस्तो कुरामा उहाँलाई पनि हेर्ने इच्छा छ र आज अब सुरु हुन्छ, हेर्नुहुन्छ उहाँले। सन्दु दादा, पल्जीको रियाक्सन के होला? पल्जीलाई थाहा छ छैन आकाशजी आबद्ध हुनुभयो भनेर? किनकि उहाँ दुईजना दाजुभाइ जस्तो पनि देखिनुहुन्छ, फेसहरू पनि क्युट छ होइन? कान्छो भाइ उहाँको, कान्छो भाइ जोडिनु भएको छ भन्ने खबर पल्जीसम्म पुगेको छ कि छैन? पुगेको छैन अहिलेसम्म। पललाई मैले भन्न पाएको छैन, तर पल लाग्छ मभन्दा पनि बढी एक्साइटेड हुन्छ होला यो सुनेर, किनकि पलले सधैँ आकाशको बारे राम्रै कुरा गरेर हुन्छ, आकाशले राम्रो कुरा गर्छ पल बारेमा। भनेपछि यो एउटा पोजिटिभ टिमले सँगै काम गर्न पाउँदाखेरि दुईजना नै एक्साइटेड हुन्छ होला, पल अझै बढी एक्साइटेड हुन्छ होला। त्योभन्दा बढी एक्साइटेड हामी छौँ होइन। पललाई अहिले म फोन गर्छु, भिडियो कल गर्छु अब आकाशमा बसेर। अहिले धेरै दिनको कुरा गर्नु पाएको छैन पलसँग, पल बिजी भयो, हामी पनि बिजी भएको छौँ। तर मलाई लाग्छ हामीभन्दा बढी पल एक्साइटेड हुन्छ होला यो कुराले। जस्तो आकाश सरलाई प्रश्न, हाम्रो पल साज्यूले चाहिँ आकाश सरको जस्तै प्रशंसा गरिरहनु भएको छ कामको, त्यसै गरी हजुरले चाहिँ पल शाहको हार्ड वर्किङ, किनभने सबैजनाले चाहिँ प्रशंसा गरिरहनुहुन्छ, उहाँको कामलाई चाहिँ हजुरले चाहिँ प्रश्नले चाहिँ कसरी हेर्दै आइरहनु भएको छ? उहाँसँग चिन्जान भएको सायद स्टार्टिङदेखि नै हो, उहाँसँग सँगै काम सुरुवात गरेको। हुन त मभन्दा अगाडि नै उहाँ आउनु भएको इन्डस्ट्रीमा। र म सधैँ भन्ने गर्छु उहाँको विषयवस्तुमा उहाँले गर्नुभएको जुन काम छ, नयाँ नयाँ कुराहरू अडियन्समा उहाँले राख्नुहुन्छ, मेला महोत्सवमा सबै दर्शकसँग भेट्नुहुन्छ उहाँले। त्यो जुन राम्रो कुरा पनि, एउटा कलाकार भएपछि सबै दर्शकसँग भेट्नुपर्छ, घुलमिल गर्नुपर्छ, आफ्नो के कुराहरू कमी कमजोरी छ उहाँले सोध्नुहुन्छ दर्शकसँग। र उहाँले जसरी आफूलाई ग्रुम गरिराख्नु भएको छ, जसरी आफूले आफूलाई मेहनत गरेर एउटा बाटोबाट अर्को ठाउँ छुट्टै हाइटमा पुऱ्याउनु भएको छ, त्यो हेर्दा हरेक कलाकारलाई नै त्यो एउटा इन्सपिरेसन हो। र हामीले पनि धेरै कुराहरू उहाँबाट सिक्न मौका पाउँछौँ। र म सधैँ उहाँलाई चाहन्छु कि राम्रो होस् र सधैँ राम्रो बाटो उहाँ लाग्नु होला र सबै दर्शकहरूले उहाँलाई एकदम मन पराउनुहुन्छ र त्योभन्दा बढी माया उहाँलाई दिनु होला भन्न चाहन्छु। तपाईँहरूले चाहिँ लामो समयदेखि काम गरिरहँदा पल शाहसँग चाहिँ भुल्नै नसकिने एउटा रमाइलो क्षण अथवा सुरुवात भेटको क्रममा भएको संवादहरू यहाँले स्पेसली के याद आउँछ पल शाह भन्ने बित्तिकै? सायद आजभन्दा 10 वर्ष अगाडि कुरा होला। उहाँको चलचित्र, पहिलो चलचित्र 9/4 उहाँको सुटिङ हुने क्रम थियो। 9/4 सुटिङ चाहिँ तपाईँको उहाँको चितवनमा सुटिङ थियो। अब भोलि बिहान सुटिङ छ उहाँको, 6 बजे चितवन पुग्नुपर्ने। आज हामी 4 बजीसम्म सँगै थियौँ रातभरि। अनि मैले सोधेँ उहाँलाई कसरी तपाईँ सुटिङ गर्न सक्नुहुन्छ, भोलि तपाईँको त्यहीमाथि त्यो गीतको सुटिङ थियो, के अरे त्यो चिया कफी खाउँ सम्झिङ के गीत थियो उहाँको सुटिङ थियो, तपाईँ कसरी सुटिङ गर्नुहुन्छ यसरी अब अनिदो भएर, थकाइ लाग्दैन भनेको। जस त्यहाँदेखि मैले थाहा पाएँ कि उहाँको जुन एनर्जी, एउटा कामप्रति डेडिकेसन छ, त्यहाँदेखि प्रुफ हुन्छ कि एउटा कलाकारमा हुनुपर्ने एउटा गुण, जति टायर्ड भए पनि, जति अनिदो भए पनि उहाँले चाहिँ कामलाई चाहिँ एकदमै प्राथमिकता दिनुहुन्छ भनेर। अनि राम्रो कुरा पनि हो त्यो। जस्तो अब थकानको कुरा गर्नुभयो, उहाँको थकानलाई लिएर चाहिँ धेरै कुराहरू सिक्न पाएँ र त्यतिको चाहिँ भयो भने कलाकारितामा प्रभावकारिता हुन्छ जस्तो कुरा गरिरहँदा तपाईँ पनि काम गरिरहँदा चाहिँ खटेको भनेर चाहिँ कति समयसम्म एकदम बढी खटेको मेरो रेकर्ड छ र म यसरी नसुते पनि काम गरेको छु भन्ने केही तपाईँको रेकर्ड छ भोल्न नसकिने आफ्नो लागि? गरेको छु मैले। प्राय पहिला त्यही मुभीहरू गर्दाखेरि कति मुभीहरू चाहिँ सँगसँगै सुटिङ जुट्थ्यो र जुट्दाखेरि पनि आफ्नो सेड्युल मिलाउन नसक्ने कारणले गर्दा पनि अनिदो भयो। त्यो लगभग जो 48 घन्टासँगै ननस्टप काम गरेको छु मैले नसुतिकन। अब निर्देशकज्यूलाई प्रश्न, अब यो फिल्ममा एकदमै रुचाइएका दुईजना नायिका पनि हो आवाटा
अब पार्ट 2 मा उहाँहरू हुनुहुन्छ हुनुहुन्न अब के छ, तर पनि यदि हुनुहुन्न भने चाहिँ अब नलिनुको के कारण छ कि अरू नयाँ कलाकारहरूलाई अथवा त्यो प्रोत्साहनको कुरामा तपाईँको केही एजेन्डा बन्न सक्छ? थोरै के छ नायिकाको विषयमा थोरै प्रश्न पारिदिनुहोस् न, 2 मा चाहिँ के हुन सक्छ? यस्तो छ, नहुने भन्ने कुरा चाहिँ होइन, तर अझै हामी स्क्रिप्टमै काम गरिरहेछौँ। धेरै कुराहरू फाइनल हुन पाएको छैन। अहिलेलाई हामीले आमालाई साइन गऱ्यौँ, अहिले पल चाहिँ साइन हुनुभयो, अब आकाशजी हुनुभयो। अब अझ हामीलाई लगभग 10जना जति एक्टर अझ चाहिएको छ, लिड हिरोइनहरू, अरू एक्टरहरू पनि। त्यही भएर बिस्तारै अब 1 बाई 1 साइन गर्ने प्लानिङमा छौँ। रिपिट कोही हुनुहुन्छ होला, कोही हुनुहुन्न होला, तर त्यो चाहिँ मैले चाहेर होइन, मेरो स्क्रिप्टले चाहेर हो। स्क्रिप्टले को मागिरहेछ, कस्तो एक्टर मागिरहेछ, त्यो कुरालाई नै हामीले हेरेर रिपिट गर्ने या नगर्ने भन्दा पनि हामी कुन एक्टरलाई साइन गर्छौँ गर्दैनौँ भन्ने कुरा हो। अब त्यसपछि उहाँहरूको टाइम पनि मिल्नु पऱ्यो, उहाँहरूको सबै कुरा मिल्नु पऱ्यो। अब हाम्रो फिल्म भन्दैमा सबै मान्छे फ्री हुँदैन पनि होइन। त्यही भएर होपफुल्ली हामीले चाहिँ जति मान्छेसँग काम गरेका छौँ, जस्तै जति टेक्निसियन हामीले काम गरेका छौँ सबै टेक्निसियन रिपिट भएको छ, कोही पनि छुटेको छैन। एक्टरहरू पनि अलमोस्ट धेरै मान्छेसँग कुरा भइरहेछ। अब होपफुल्ली हेरौँ, यो हप्ता 10 दिनमा धेरै कुराहरू फाइनल हुन्छ। तपाईँहरूले चाहिँ अब 51 दिन पनि मनाइसक्नु भएको छ, मलाई लाग्छ उहाँका सबै हलहरूमा पुगिसक्नु भएको छ। सम्भवतः ती हलहरूमा पुगिरहँदा दर्शकहरूबाट पाएको सबैभन्दा एउटा मिठो प्रतिक्रिया, जुन प्रतिक्रियाले गर्दा चाहिँ यहाँहरू आबाट आमाको 2 पार्ट बनाउँदै हुनुहुन्छ क्या होइन, यो कुन कुरा छोयो निर्देशकज्यूलाई? यस्तो छ, प्रतिक्रिया त हामीले धेरै पायौँ होइन। अब यति धेरै पायौँ कि, तर अझ मेमोरी के थियो भने नेपालगञ्ज धनगढी जाँदाखेरि हलमा टिकट थिएन। बिचरा मान्छेहरू डडेलधुराबाट कहाँबाट बस बुक गरेर आउनु भएको थियो, तर हलमा ठाउँ नै छैन, अब टिकट नै छैन। अनि पल लगाएर मलाई हात जोडेर टिकट भनिदिनु पऱ्यो सर, हामी त कहाँबाट आछौँ, फर्किनु पर्छ, अब के गर्ने कसो गर्ने भनेर आशा हार्नुभयो कि मान्छेहरूले। अनि त्यसपछि हललाई रिक्वेस्ट गर्दाखेरि हलले हामीले 2 दिन जति चाहिँ अगाडि बेन्च राखेर फिल्म देखाएको सर, तर प्रशासनबाट गाह्रो हुन्छ, अब यो चाहिँ सम्भव छैन भनेर गर्नु सक्नु भएन। त्यो हेर्दाखेरि त्यो उहाँहरूले हामीलाई देखाएको माया या उहाँहरूले हाम्रो फिल्मप्रति देखाएको सपोर्ट या माया हेर्दाखेरि चाहिँ हामी आफै भावुक भएको थियौँ। त्यस्तै धेरै कुराहरू छन् जुन हामीले त्यो माया देखेर नै यसलाई नै अगाडि बढाउनु पर्छ भनेर पार्ट 2 बनाएको हो। ओके, थ्याङ्क यू सो मच। हामीलाई अर्को टिम पनि हुनुहुन्छ हामीसँग। थ्याङ्क यू सो मच। लगानीको कुराहरू भन्न मिल्छ पार्ट किनभने